नमस्ते साथीहरू, मेरो नयाँ भ्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म मामाघर जाँदैछु। मामाघर गएर चौरजारी नगरपालिका वडा नम्बर 13 चाहिँ वडा कार्यालयमा गएर केही कामहरू गर्नु छ साथीहरू। र मामाघर जाँदै गर्दा म तपाईँहरूलाई केही पहाडी इलाकाहरू देखाउन गइरहेको छु र यहाँको केही सुन्दर दृश्यहरू पनि तपाईँहरूलाई देखाउन गइरहेको छु साथीहरू। म चाहिँ अहिले रोडमा हिँडिरहेको छु र केही दृश्यहरू देखाउँछु। र साथीहरू, यहाँ चाहिँ एकदम जङ्गलै जङ्गल रहेछ र एकदम दामी इलाका छ साथीहरू। र यहाँ चाहिँ नगरपालिका 14 नम्बर वडा हो। म चाहिँ 13 वडा कार्यालयमा जानु छ साथीहरू। यहाँ चाहिँ सल्लै सल्लाहको जङ्गल, एकदम सुन्दर दृश्य, एकदम सुनसान, क्या दामी, वाह, सल्लै सल्लाह भरिएको जङ्गल साथीहरू। र साथी, हिँड्दा हिँड्दा थकाइ पनि लागिसक्यो र जङ्गलै जङ्गल छ साथीहरू। क्या दामी सुन्दर जङ्गल छ, एकदम सल्लै सल्लाहको रुखहरूको ठाउँ, वाह, क्या दामी छ होइन साथीहरू। हिँड्दा हिँड्दा थकाइ लागिसक्यो साथीहरू। अब चाहिँ म चाहिँ अब मामा घरतिरको गाउँमा पनि पुग्नै आँटिसकेको छु र म यहाँको पहाडको दृश्य देखाउँदैछु साथीहरू तपाईँहरूलाई। यो हो साथीहरू बिरल गाउँको ठाउँ र पाल्लोपट्टिको पहाड चाहिँ सल्यान पर्छ साथीहरू, सल्यान तारमा। यो चाहिँ साक्छा, यो चाहिँ रातामाटा साथीहरू, मेरो मावल गाउँ। र म मावल गाउँ चाहिँ अब पुग्नै आँटिसकेको छु। र साथीहरू, यहाँ चाहिँ पानीको मूल पनि भेटियो, पानी पनि टन्न पेटभरि पिइयो साथीहरू। प्यास पनि दह्रो लागेको थियो, पानी पनि कहीँ पनि पाइएको थिएन र पेटभरि पानी पनि पिइयो, एकदम चिसो पानी रहेछ। अनि साथीहरू, र अहिले चाहिँ अब पानी पिएर चाहिँ अब रोडमा हिँडिरहेको छु। र साथीहरू, मामा घर पनि पुग्यो र मेरो मामा घरमा चाहिँ सो साथीहरू, अब चाहिँ म चाहिँ अब वडा कार्यालय चाहिँ जाँदैछु, 13 नम्बर वडा चौरजारी। र वडा कार्यालय पुगेर चाहिँ म अब केही काम हुन्छ त्यो चाहिँ बुझवाज गर्नु छ साथी। म चाहिँ अहिले पुगिसकेँ गुगुती। यो चाहिँ गुगुतीको ठाउँ, क्या दामी दृश्य, चाहिँ सानो सानो गाउँ रहेछ साथीहरू र रोड पनि नयाँ कटिङ भएको रहेछ। र साथीहरू चाहिँ अब म चाहिँ चौरजारी नगरपालिका 13 नम्बर वडातिर जान्छु। त्यहाँ गएर चाहिँ काम बन्छ कि बन्दैन, म चाहिँ अहिले हिँडिरहेको छु र यहाँ चाहिँ नयाँ नयाँ रोड पनि कटिङ भएको रहेछ साथीहरू। र हिँड्दै गर्दाखेरि पनि एउटा दामी धारा भेटियो साथीहरू, क्या दामी छ साथीहरू यहाँको धारा पानीको। सो साथीहरू, अब यहाँको पानी पनि पिइयो, एकदम चिसो मुलको पानी दामी रहेछ साथीहरू। तर यहाँको पानी पनि एकदम मिठो दामी रहेछ साथीहरू। र यो चाहिँ गुगुतीको गाउँ, सानो गाउँ, यहाँ चाहिँ दामी गाउँ रहेछ साथीहरू। हेर्नुहोस्, मकवारी घरहरू हेर्नुहोस्, र भूकम्पले गर्दा तस नस बनाएको रहेछ। र यहाँ चाहिँ अब नगरले दिएको घरहरू पनि बन्दै गरेको रहेछ साथीहरू। यहाँ चाहिँ घरहरू उतार्ने गरेको रहेछ साथीहरू। सो साथीहरू, यहाँ चाहिँ सानो सानो गाउँ। र साथी, हिँड्दा हिँड्दा चाहिँ जरेल चौरको स्कुल पनि भेटियो। यो चाहिँ ठुलो स्कुल रहेछ यहाँ साथीहरू। र यो स्कुलबाट चाहिँ म अब यहाँ चाहिँ वडा कार्यालय पुगिसकेँ। यो चाहिँ 13 नम्बर वडा चौरजारीको साथीहरू। अब चाहिँ यहाँ भित्र के निर्णय हुन्छ बुझ्दैछु साथीहरू। र फेरि पनि अर्को भ्लगमा, ल बाई।